उकालो कहाँ हो निकाल्नु निकाल्दिनु न त यार माटो कहाँ ल्याएर हाल्ने त माटो हाल्नुपर्छ त्यहाँ माथि निस्किनुपर्छ के को चाहिँ के को कहाँ लान्छ यो फाल्नु भएन पो ठुलो एल्बर्ट एकैछिनमा हाल्थ्यो यार ठुलो एल्बर्ट 15 मिनट हालिदिन्थ्यो पो माथि होइन कान्छा हेलो यो नफाले है बेलौती नफाल्दै है कहाँ ढुङ्गा घोल्ट खालेका जेठो बाबा घोडा नहीं खोज्ने यार पकड़ माटो हाल्यो भने मेरो त घरतिर पनि त टेन्सनले छैन त फोनै उठाएन यार हिजो फोनै उठाएन साँझ त यो उसले सूर्यले देखाएको रहेछ दादा र पर्दैन के हाल्छ यार छोडिदिनु जोगाइदिनुहोस् बेकारमा यार गाली गर्छ बेडुलो चाहिँ जान्छ कसको बेडुलो गाली गर्नु लग यार
या बुवाल त सबै काट्दिनु यार के भयो मालिक ल्याउनु छ र खै यस्तो हो यति खाने नि बवाल घडेर हुँदो रहेछ भनेपछिको रुपै फरक देखिँदैन हामीले तल खाएर त खतरा हुँदो रहेछ हेर्नु
ल्याउनु पर्छ त ठुलो मेसिन ल्याउनु पर्छ हाल्न हालेर गई बोलाउनु बनाएर मार्नु लास्टमा 1-2टा घर छोडाइदिने हो र अहिले तपाईँको यो घर नगर्दै थाहै छैन क्या तलको बाटो यहाँ एक मान्छे बढ्छ अनि घर लास्टमा कहाँ जान्छ मेन सबभन्दा ठुलो समस्या त्यो हो त्यहाँको अहिले तपाईँले त्यो हिसाबले सोच्नु ह तर त्यो विनोदको घर बहुत माथि पर्ने होला हेर्दै जानुहोस् उदुनै माथि बरु माथि परेर त हुन्छ हाम्रो घर त पुरिन्छ गर होइन होइन र मालिक यो थाहा अहिले त्यो झान्छ फेरि त्यो टिन पनि यो त नफाले नि हुने रहेछ अहिले तत्काल ल पछि काटेर फाले नि भयो होइन आउँछ के यति बाटो बाइक नै लोड गर्ने आउँछ कि अहिले लास्टसम्म हेर्दै जानु म इन्जिनियर हो कि यार यत्रो घरका नक्सा बना यार सबै चिज पढ्नै पर्छ भन्ने छैन क्या मालिक तपाईँको काम 3 दिन हेरेँ नि मैले सिक्छु एकदम के बात गर्थ्यो यार हरेक चिजमा भिजन हुन्छ के एकदम यो सुन्तला रुख रोपेपछि यसले कति गेडा दिन्छ भन्ने पहिले थाहा पाएर यसलाई कसरी हुर्काउने भन्ने चाहिँ बाला थाहा छ आइतको हिजोसम्म आउँदै आउन भन्थे तपाईँको ठेकदारले पुरिदिनुहोस् त्यो जाब यहाँ बस्दै बस्ने रहन्छन् अनि के यता यता बेला यता बेला यता यो भत्किन नि सक्छ के भत त भत्किन फेरि बनाइदिनु टिपे हुन्छ कि अहिले ढुङ्गा उता फाल्न लगाइदिनु त भर्खर टिपेर फाल्छ यसले त्यो अलि समय त लाग्ने हो समयको कुरा होइन त्यहाँ टिप्दा हुन्छ के अझै भयो माथिको माटो फार्ने बेलासम्म उ गरे नै हुन्छ यो कान्छो पर्फेक्ट रहेछ काम गर्नुमा होइन को धरामी के भत्काइदिन्थ्यो गर्दैन त्यसले त गर्दैन गर्दैन कि बुवा ए यार यहाँ त तार त
पुरै छिन्नेवाला रहेछ गर नमस्कार पानी जान्छ होइन जोगाउँछ जोगाउन होइन माथि सक् जान्न जोगाउनु लानु नि 500 रुपियाँ त्यो त पुरै हुन्न हामीले 7 लाखमा किनेको हजुर यहाँ हुन्छ अब घडेरीपछि बल्ल फाइनल डिसिजन हुन्छ कहाँ कहाँ चाहिँ यो सम्म नभइकन मिलिरहेको छैन कि अब बल्ल यसको अर्थ के भयो कि सरले उयो भन्नुहोस् त कहाँ बेलौटीको बुटोको अर्थ के भयो कि अर्थ नपर्छ तिमीले पुत्रे नभए नाइटोनलाई भने जस्तो भयो त अब के काठो हेर्नुहोस् यो खिरा बुढालाई नै ढलान पठाउनुहोस् बरु जहाँ जिम्मेवारले ल्याउनुहोस् यो के अर्थबाट बेलौटीको अब होइन फाल्दिनँ न नगर भनेको अन्त गर्नु भएन नि होइन के अर्थ भयो यार पछि त फेरि माछा लेभलमा आउँछ गर सबै माटो यहीँ बाटा हाल्दाखेरि यो तपाईँको यो बाल्लो छ नि त्यो भेगसम्म ल्याउने हो क्या त्यसलाई बाल्लाको टुप्पो छ नि त्यहाँसम्म ल्याउने हो क्या माटो त त्यहाँ त समाउँदो अलि पर त लान पाइयो त गर मिक्सर जान्छ सायद मिक्सर र अब ढुक्कै हो मिक्सर नै तपाईँको यो पारीको छ नि के अरे छड राखेको त्यहाँसम्म त्यहाँबाट सिधै उकालो बनाइन्छ क्या हामीले पछि अहिले त्यो गरेर त बाटा ट्रेक्टरै गइन्छ नि मलाई भन्नुलाई बनाइसक्यो एउटा के बालुवा नभएछ यो माटो यति फिलिङ गरेर बालुवा कम डिस्टर्ब गर्नु होइन बालुवा त अलिक जाग्ने हो गर यो बालुवा पुरिनु भने एउटा 1 करोडको घाटा हो तपाईँले उहाँ त रड छ नि त्यहीँनिर हामीले यस्तै ल्यायौँ भने त बाटा त केही फरक पर्दैन त्यहाँबाट कहिले गाडी पनि हिँड्दैनन् त्यहीँबाट जति माटो हुन्छ यो बाटामा र यहाँ हालिदिएपछि त त्यो उकालो 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 त्यहाँदेखि यहाँसम्मको डिस्टेन्स मिल्छ क्या मान्नुहोस् तपाईँ त्यति बुझ्नु नि म यो टमगास पनि गिया नै गिया अब यिनी के हो नि म कुनै गिया तपाईँ पनि जाने हो सुरेशले त बेच्दैन भन्थे के काठ बेच्ने कोठेर कहाँ छ तपाईँको बहुत छ घटी घटाउन ढिने होइन हेर तपाईँले कसेर गर्नु लाग्यो
अब वर्षे कस्तो हो वर्षे योजना खान्छ कि 6 वर्ष योजना खान्छ है 15 वर्ष राम 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 भनेपछि त जस्तै तपाईँहरूले कसरी दिनुहुन्छ वर्षको दिनुहुन्छ कि यो 51 वर्षमा पर्सेन्ट बढ्ने 10%। त्यो गर्ने भयो पहिले गाउँमा दिने बेला कसरी ल्याएछ यार ट्र्याक्टरको त्यसरी गयो छ त्यसरी खान्छ उसले घाटा होइन उसले घाटा हुने रहेछ 600 रुपियाँ टिपेर के अर्डर भने कि हो के त्यो मार्बल काट्ने हुनु हो क्या ए त्यो मार्बल छाप्दा चाहिँ 800 रुपियाँ। इँटा चाहिँ भन्नुहोस् कि यही छ भने गर्नुहोस् न यही चाहिँ चाँथे भने घाटा यार होइन त्यो त भइन्छ के गर्ने यहाँ हाम्रो होइन त्यो त जसको भयो निकालेर लग्न हुन्थ्यो यो गरेर डेकिन थिएँ यो आखिर पुर्यो यी पुरिन्न यो त यो बिग्रिन्न क्या पछि यो सबैमा फिलिङ हुन्छ गर मालिक त्यहाँ माथिको कालोहरू हाल्ने हो र बुझ्न बङ्गालो भत्केला र बर्बाद होला यार यो भट्किन्न त्यो पनि भट्किन्न क्या ठिक्क छ यार भत्किन तर उल्टा पेल्न हुन्न फेरि अब यहीँबाट हाल्ने हो बरु आफ्नोतिर बरु जोर गर्ने यहाँबाट हाल्यो है तेल रेप्छ है यहाँ आउँछ त्यो त देखिया के तर फाल्दैनन् क्या त्यो नफाले नि हुन्थ्यो यार फाले गाइस यहाँ उता लग्यो
नखने उता गाली गर्छन् क्या अर्का धेरै खर्चिलो भयो। उता जाने अब अवस्था छैन नि यहाँ अब सिधा अब बाङ्गो बाङ्गो गरेर ल्याउने हो भने ठिकै आउँछ क्या यहाँ यत्नेबाट त हाल्ने हो। बस्दा बाँचिरहेको छ नफाल